गाडी यस्तरी बसेको बस्नु नै हाम्रो लकी हो के भगवानले बचाएको पछाडिबाट धक्का लाग्यो पानीले एकचोटि टायर फस्यो त्यसले गर्दा चाहिँ जान पाएन त्यसै गर्दा चाहिँ यहाँ जान्छ त्यो बहिनी बल्ल भए आन्टी त्यही आन्टीले बचाएको 2-3 जना खस्थ्यो होला त्यो बहिनीले धन्यवाद गर्नुपर्छ यार यत्रो बेरसम्म थामेको त अनि मसँग हाम फाल्न लाइथिन् नि तिनी यत्रो बेरसम्म लाइदिने यार नकरा भए तिनी हाम फाल सक्दिन यत्रो बेरसम्म थामेको पछि हाम फाल्न लाइथिन् तिनी त्यो बक यत्रो बेरसम्म थामेको अब कहाँ लेडिजले यत्रो सक्छ त हैन अब पौडी खेल्न आउने पानी चाहिँ भर्छ है अलि सिसाबाट पनि गएन पानी भर्छ पानी कम भयो सिसाबाट पनि गएन कि सिसाबाट गर्थ्यो अलिक गाडीको जेसीबीमा हालेको अहिले जेसीबीले फेरि स्टाफले बसको हाम्रो दाजुभाइ दिदीबहिनीहरूलाई चाहिँ यसरी उद्धार गर्दैछ बकेटमा लगाएर भनेर लानु अलिक पर ओ गयो केटाहरू अब त्यहाँबाट उता जानु तर बुद्धि लाइले भयो त्यसमा चढ्यो अब त्यसमा लिएर गयो फेरि उहाँले हेर्नु उहाँले लग्यो उहाँबाट उताबाट फेरि तर छिटो गर्नु न पानी परिरहेको केले बुद्धि लाइनमा लाइन जेसीबीलाई त्यहाँबाट चाहिँ उताबाट लगेर ठुलो भएको रातिको 12-1 बजे छ पानी लहिल हुन्छ यहाँबाट पानी आइरहेको छ पूर्व पश्चिम राजमार्ग यो चाहिँ गुन्जेबासको विनायक सभाको डाइभर्सनबाट चाहिँ बस बजार गएको अवस्थामा हामीले पनि धेरै सहयोग गर्न केही गर्न सकेनौँ